ए बाहुबली बाहुबली धरेर बाहुबली 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 भन्छ झन्डा होइन आज यात्रा बबालै रमाइलो भएको छ होइन एकदम गम्भीर अवस्थाको भइरहेको छ आज वेदर चाहिँ होइन जग्गा भइरहेको छ केटाहरू आउँदैछ पछाडि पछाडि डटपट 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 A few moments later. So look at the view gang है एकदमै बवाल देखिरहेछ यताबाट अनि केटाहरू त्यहाँ टक्क आज अनि अन प्लान भनौँ है अनि रमाइलो भइरहेको छ अब अझै यहाँबाट अझै टाइम लाग्छ भनेर राख्नु भएको छ अनि त्यही हो अनि अहिले चाहिँ हामी अन द वे ग्याङ है अनि देख्न सक्नुहुन्छ भ्यू जस्ट राम्रै छ ठिक छ स्कुटरले नतानेर अलि टेन्सन भइरहेछ त्यही हो क्या कर रहा है तू यो त तिम्रो कहिले हिजो ये क्या है ए कस्तो दामी रहेछ यहाँ त ए डिजाइन हेर न डिजाइन चाहिँ बवाल बनाएछ क्या ए कत्रो ठुलो हो फेरि कस्तो दामी डिजाइन यार देख्न सक्नुहुन्छ दर्शकबिन होइन यस्तो बवाल सानो सानो कुराहरू पनि क्या दामी दामी छ डिजाइन हात्ती तर क्या दामी बनाएको हो क्या सही दामी बनाउँदो रहेछ है वे कस्तो राम्रो दामी जस्ट लुक एट द दामी सुनिता आउँदैछु म कहाँ हो जानु चाहिँ त खोला होला सबै खोला सुकिसक्यो कहाँ जाने यो आम्बो दामी भइरहेको छ सो ग्याङ हामी चाहिँ त्यो पल्लो डाँडाबाट आएको यो पल्लो डाँडा ए कस्तो दामी देख्यो क्या हाम्रो त स्कुटरले तारेकै छैन भने ब्याल हुने भयो जसले यहाँबाट कटायो त्यही विनर आइज बाबा आइज
ल ग्याङ हाम्रो हालत यस्तो भइसकेको छ ओए छोड दे ओए यो खतरा एक्सिलेटर उस गरेन यो छोड्नु न कस्तो पटारतिर हौ कस्तो जाऊ 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 साला पानी परे छैन पानी परे यस्तो छ है पुरै चिप्लो छ रे ल एउटा एक बल्ट्याङ हाम्रो चाहिँ नो बल्ट्याङ सो ग्याङ हामी चाहिँ तिनधारे भन्ने झरना प्रवेश गरिसकेको छौँ होइन अनि तिनधारे भन्ने चाहिँ यस्तो रहेछ के छ यहाँ यस्तो दामी चाहिँ दामी छ जस्तो पुरै त्यहाँ बादलहरू लाग्यो त आम्म कस्तो बवाल हो दामी है सो आउनलाई चाहिँ एकदमै धेरैभन्दा धेरै नै गाह्रो भयो होइन अब तपाईँहरू स्कुटरमा आउनु भएको छ भने चाहिँ प्लिज स्कुटरमा चाहिँ नआउनु होला भन्न चाहन्छु किनभने स्कुटरमा धेरै नै गाह्रो हुँदो रहेछ अनि देख्न सक्नुहुन्छ आम्बो वान अफ द बेस्ट भ्यू मुमेन्ट क्या होइन बवाल देखिरहेको वे के झारे केटाहरू ल ठिक छ तर वाइल्ड दामी है कस्तो दामी त र कसैलाई अब केही गरी हजुरहरूलाई अब मन लागेर आत्महत्या गर्नु पर्यो भने टक्क जाने केटाहरू आउँदैछ उताबाट तर कसम भ्यू चाहिँ बवाल देखिरहेको छ क्या मक्खन भने त्यहाँ अब हामी त्यहाँ पुग्नुपर्छ ल त्यही ग्याङ अब हामी जाँदैछौँ सो त्यही हो अब तपाईँहरूलाई पनि देखाउँछु होइन तिनधारे झरना कस्तो छ भनेर ट्याक अब त्यही हो अब दुःख चाहिँ खत्रै दुःख पाइयो होइन बिहानै हिँडेको मान्छे अहिले कति धेरै भइसक्यो धेरै बेर भइसक्यो हामी यहाँ आएको सो टाइम चाहिँ एकदमै धेरैभन्दा धेरै नै लाग्यो होइन किनभने ठाउँ ठाउँमा धेरै बेर पनि कुरियो सो त्यस कारणले अलिकति ढिलो भयो सो अब त्यही हो तपाईँहरूलाई अब म सिधै अब हामी सबैजना झरनामा भेट्नेछौँ है त सो फाइनली ग्याङ हामी चाहिँ झरनातर्फ आइसकेको छौँ हेर्ने हो कस्तो दामी सो अब यहाँबाट तलतिर जानुपर्ने हुन्छ ल ग्याङ हामी चाहिँ आइसकेको छौँ यो चाहिँ बाबालाई कस्तो दामी हो बर्ड कस्तो भाइस क्यामा यस्तो पानी आइरहेछ नि अब सबै पानीले भिज्छ ओए तर बब्बाल अनएक्सपेक्टेड क्या सो गाइस होइन झरना चाहिँ ओभर बवालभन्दा बवाल क्या बवालभन्दा बवालै रहेछ भनौँ है ग्याङ है सो त्यही हो तपाईँहरू पनि आउनु होला है त ल बाई बाई अब जाडो पनि भइसक्यो अब निस्किनु पर्ने हुन्छ त्यही हो सो अब खाजा खान्छौँ अब गएर है त वाइल्ड बवाल क्या वाइल्डले बवाल भन्नु गाइजहरूलाई म के देखाउन चाहन्छु भने होइन यहाँ माथिबाट यहाँबाट हेऱ्यो भने चाहिँ त्यहाँ तलपट्टि चौरमा चाहिँ त्यहाँ के लेखेको रहेछ क्या आई लभ यु के लेखेको थियो क्या आई लभ यु अनि यता के हो यो
त्यो त मैले बुझिनँ यो लभ सप के बनाओ त्यता के भन के लेखाएको थियो त आई लभ यु लेखेको थियो अनि उता बाख्राहरू चरा ठाउँ त्यो चाहिँ हेलिकप्टर बस्ने ठाउँ ए सो गाइस अब चाहिँ हामी टक्क खानासाना खाएर अब चाहिँ हामी निस्किनुपर्ने हुन्छ हामी चाहिँ मेरो हेलमेट निकाल कराओ हेलमेट निकाल जग्गा सो गाइस अब यहाँ हाम्रो साथीको त्यो ब्याग हराएको उसमा अब ब्याग अब कहाँ छोड्यो ल गाइस चाहन भइ आउनुहोस् है चाहन भइ आउनुहोस् तातो चिया तातो चिया हावा नि हालेर आइज है फोन गर्दैछ ओए पठाउँदा न हावा हालेर आइज भने जा छिटो मोबाइल नटिक्यो त्यही हुन्थ्यो बिचरा झन्डै यहाँ माथि त्यो मुजीहरू हालेन तिमीहरू बाटोमा खोलामै छोडिदिएछ साथीको प्र्याङ हानिदिएको झन्डै रोक्यो यार झर्नामा